भारी पर्ने हो के को भारी पर्ने हो भारी वर्षा भनेको भनै छ हो अब भिडियो देखाइ गर्ने हो क्या देखाइ गर्ने भिडियो नमस्कार साथीहरू स्वागत छ फेरि तपाईले यस युट्युब च्यानलमा आज फेरि म चाहिँ मकै लिनलाई फेरि डोको बोकेर कुद्दैछु यही थोत्रो डोको बोकेर हैन अब आज फेरि अब के छ खेतको काम भन्दाखेरि आज चाहिँ फेरि ढोडहरू निकाल्नु छ हैन बुग्रे भने मकैहरू भात्नु छ हैन भयो भने जोत्नु पनि छ खेतको काम यही छ आज अब के गर्नु भारी वर्षा पनि भन्दैछन् आज भोलि भारी वर्षा अरे कत्रो भारी पर्ने हो हैन यत्रा भारी पर्ने हो के को भारी पर्ने हो भारी वर्षा भनेको भनै छ हो अब कस्तो भारी वर्षा अहिलेसम्म नसुनेको हो कि सुनेर पनि याद नगरेको कि भारी वर्षा भनेको भन्दैछ रेडियो आउँदै हैन जेसुकै होस् अब आज चाहिँ हामी फेरि खेतमा गएर विभिन्न मकैहरू भात्ने हैन ढोडहरू उखाल्ने काम गर्नेछौँ अब म चाहिँ अब तपाईहरुलाई भिडियो देखाइ गर्ने हो क्या देखाइ गर्ने भिडियो आज यस्तो छ उस्तो छ भन्दै रमाइलो गर्नुपर्छ हैन म चाहिँ अहिले खेततिर गइरहेको छु अब कस्तो के हुन्छ पानी आएन भने जोत्नेछौँ खन्नेछौँ हैन तपाईहरु हेर्दै गर्नु होला काम गर्नुपर्छ यही खेतमा साथीहरू हैन काम गर्नुपर्छ यही खेत हो अब मकै भात्नु पनि यही खेतमा छ ढोडा खानु पनि यही खेतमा छ जोत्नु पनि यही खेतमा छ धान रोप्नु पनि यही खेतमा छ अब लगभग 1 महिनासम्म बसाइ यतै हुन्छ है साथीहरू यतिखेर म चाहिँ यहाँ मकै भात्दै डोकामा हालिरहेको छु हैन आज 15 डोका जति भातिसक्यो लगभग अब धेर छैन भात्नु पर्ने आज 5 डोका जति पुग्छ आजलाई यति भइगयो हेर्नुहोस् अहिले भर्खर फेरि खनेर आएर हाल्दैछु भात्नु पर्ने मकै निकै छ अब फेरि एक डोको भातिसकेको छु हैन अब यता भए पनि हरियो छ यता भात्छु अनि किन नभाचेको भन्दाखेरि त्यो चाहिँ 1-2 दिनलाई छोड्दिएको के किनभने हरियो मकै भात्नु हुँदैन नि त अब यहाँ अस्ति मैले धानको ब्याड देखाएको थिएँ नि चराले खाएर वाक्क लगायो भनेर जुन चाहिँ यो अहिले यत्रो भइसकेको छ क्या अहिले जुन चाहिँ हरियो फेरिसकेको छ है अस्ति नै मैले भिडियो हालेको थिएँ त्यो हेर्नु होला यदि हेर्नु भएको छैन भने जुन चाहिँ ब्याडको बारेमा चराले खाएर वाक्कै लगायो भन्ने माथि छ हेर्नु है त्यो भिडियो माथि छ त्यो खोजेर हेर्नु होला यो चाहिँ अहिले धान चाहिँ ब्याड अहिले हरियो भइसकेको छ अब म फेरि मकै लिएर जाँदैछु बाटो यस्तो छ हो देख्न सक्नुहुन्छ अहिले म यस्तो बाटो हिँडिरहेको छु हैन बाटो साह्रै अप्ठ्यारो छ तपाईले देख्न सक्नुहुन्छ उताले यतिखेर चाहिँ धमाधम जोत्ने काम भइरहेको छ हैन तलतिर मास्तिर जताततै यतिखेर जोत्ने काम भइरहेछ बर्खा लागेर खेतमा यतिखेर ढोडसोड निकालिसकेको छ यता अब मकै भात्ने कार्यक्रम भइरहेको छ यता जोत्ने कार्यक्रम भइरहेको छ है देख्न सक्नुहुन्छ हैन यो चाहिँ आज दिनभरि थुपारेको रासो हैन लगभग 15 डोका जति भातिसक्यो होला हेर्न सक्नुहुन्छ 15 डोका जति भातिसक्यो ओ डोको रित्तो छ अब जानुपर्ने उपर है हेर्नुहोस् कति राम्रो गाउँघर छ आहा कति राम्रो गाउँघर छ ओहो उ माथि देख्न सक्नुहुन्छ घरहरू चडक्क परेका छन् सुपारीको बोट देख्न सक्नुहुन्छ माथि सुपारीका बोटहरू राता पहेँला घरहरू देख्न सक्नुहुन्छ साह्रै सुन्दर ठाउँ छ यो फेरि देख्न सक्नुहुन्छ म मकै भात्न थालिसकेको छु यहाँ त फेरि हल्का अग्ला बोटहरू छन् हैन यसो गर्ने अनि त्यहाँ त पडक्क यस्तो हान्ने यस्तो गर्ने गाडीको गियर चेन्ज गरे जस्तो हुन्छ नि ड्राइभरहरू हुन्छ नि हेर्नु होला ठ्याक्कै यही छ टक्कै गियर चेन्ज गरे जस्तो यसो खडक्क गर्छु अनि गर्ने टक्क डोकामा हाल्ने है त यसो गरेर हामी यहाँ मकै भात्दैछौँ यहाँ ठक्कै यसो गर्ने खडक्क भात्ने यसो गरेर डोकामा हाल्ने एक त रमाइलो पनि छ सजिलो पनि तरिका छ है त यो फेरि पनि मकै भरेर चाहिँ चट्टसँगले म हिँडिरहेको छु हैन तर साह्रै चिल्दो रहेछ साह्रै टोक्दो रहेछ केले भन्दा बारुलो कमिला साचोटे बारुलोले चाहिँ साह्रै टोक्ने हो वाक्कै लगाउँदो रहेछ नि त टोकेर आमामामा अनुहारभरि आजको लागि चाहिँ मकै भातिसक्यो हैन अब चाहिँ म प्लास्टिकहरू लिन जाँदैछु नि त पर घरतिर यो चाहिँ अस्ति देखाएको ब्याडो अघि पनि देखाएको थिएँ मैले हैन अब म चाहिँ कितली बटुकाहरू लिन जाँदैछु हैन पर प्लास्टिक पनि लिन जाँदैछु कस्तो के लाग्यो हैन अघि मैले बिहान अघि मैले के भनेको थिएँ भने ढोड पनि उखालेको भन्दै थिएँ आज ढोड चाहिँ उखाल्नु भ्याइएन किनकि रात पनि पर्यो नि त हैन बेलुका पनि भइसक्यो घर पनि जानुपर्ने रेस्ट पनि गर्नु पर्यो अर्थको पनि काम हुन्छ हैन जतिखेर त्यो मात्रै गरेर भएन
अब म चाहिँ प्लास्टिकहरू लिन जाँदैछु कटेरातिर। अस्ति मैले कटेरा देखाएको थिइनँ, मकै बारीभित्र छु, बारीले दुख्छ होला देखाएको थिइनँ। कटेरा चाहिँ खाना पकाउने गर्ने, खाना पकाउनु जस खाजा पकाउने चाहिँ खाना त अब घरमै खाएर आइन्छ। खाजा पकाउने ठाउँ चाहिँ यही हो गोठ होइन, कित्लीहरू डोकोहरू यहीँ हुन्छ। प्लास्टिक यहाँनिर छ, त्यहाँ राखेको हुन्छ। अब फेरि म प्लास्टिकहरू लिएर जाँदैछु है त साथीहरू होइन। म चाहिँ अहिले चाहिँ फाइनली रूपमा मकै बोकेर आइसकेको छु घरतिर। अब आजको भिडियो यस्तै भयो, के कस्तो लाग्छ सब्सक्राइब गर्नु नभुल्नु होला। आज मकैको ढोँडो उखालेर पनि निकाल्ने भनेको थिएँ, तर पानी परेको कारणले गर्दाखेरि मकैको ढोँडो उखालेर देखाउन पाइएन। हस् त, धन्यवाद।